म केही बाजा गर्दैन है, तपाईँहरूलाई मन पर्दैन भने नदेऊ अघि। म केही बाजा गर्दैन, तर मैले सकेको कुरा गर्छु। मैले मेरो आफ्नो फाइदाको लागि काम गरेको छैन अहिलेसम्म। मलाई पनि अरूको जस्तोसँग तुलना नगर। एक एकवटा पर्चा समात, अब राख, आफ्नो साथीभाइहरूलाई पनि देऊ, र मलाई विश्वास लाग्छ भने, अघि यो मान्छेले गर्ला जस्तो लाग्छ भने भोट देऊ। यो मान्छे चाहिँ फटा होला जस्तो लाग्छ भने नदेऊ, अर्को फटाहाला देऊ है। त्यसैले यो म चाहिँ एउटा जानकारी दिन आएको हो। म त्यसको भोटको लागि यो म चाहिँ एउटा सांसद बन्नको लागि यो बने पनि काम गर्छु, नबने पनि काम गर्छु। तर बन्यो भने सजिलो हुन्छ। चक्रबहादुरले भनेको कुरा हाम्रो बुझिनीमा उनले भनेको कुरा सही हो। समस्याहरू अहिले समस्याहरू सुन्नुहोस्, समस्याहरू भनेको गाउँको समस्याहरू भनेको लेखेर राख्ने हो, पछि संसद भएपछि कुरा गर्ने हो। त्यो म केही बाजा गर्दैन है, तपाईँहरूलाई मन पर्दैन भने नदेऊ अघि। म केही बाजा गर्दैन, तर मैले सकेको कुरा गर्छु। मैले मेरो आफ्नो फाइदाको लागि काम गरेको छैन अहिलेसम्म। मलाई पनि अरूको जस्तोसँग तुलना नगर। 5 वर्षसम्म गयो, 5 वर्ष 34 वर्ष गयो नि। अहिले ठेट कुरा चाहियो। ल म भन्छु ठेट कुरा। ठेट सुन्नुहोस् होइन, सुन्नुहोस् न, तपाईँले ठेट कुरा चाहियो भन्नुभएको छ। मेरो ठेट कुरा के हो भने मैले बदमासी गर्दैन, मैले बदमासी गर्दैन, सकेको मद्दत गर्छु। त्यो अहिलेको सानोतिनो कुरा अहिले सुन्ने कुरा होइन। प्रस्ताव राख्न पाइयो, प्रस्ताव राख्न पाइयो, तर अहिले नै मैले बाचा गर्दिनँ के, अहिले नै मैले बाचा गर्दिनँ। अहिले नै म बाचा गर्दिनँ। मैले के प्रस्ताव राख्ने, मैले के प्रस्ताव राख्न पाइन्न त भनेको छैन त। ल प्रस्ताव राख्नु भयो होला नि त पहिलाको सरकारहरूलाई प्रस्ताव। कसले सुन्यो? त्यही नसुनेर त यहाँ रिस उठेको त हो होइन। ल म त्यस्तो चाहिँ बाचा गरेर झुटो आश्वासन दिने, पैसा खुवाउने, भोट माग्ने मान्छे होइन। ल हामीले चाहिँ नराम्रो भन्ने कुरा जनताले त्यस्तो सोच्ने ल